नमस्कार आप सबैजनालाई फेरि पनि वेलकम ब्याक टु माई अनदर ब्लग आफ्टर लङ टाइम पछाडि फेरि पनि अर्को ब्लग लिएर आइसकेको छु र आज चाहिँ फाइनली हामी हाम्रो लभरेकुडी डाँडा आइपुगिसकेको छौँ र यो चाहिँ अहिले हामी पाँच थरीहरूको लागि प्रमुख पर्यटकीय क्षेत्र मतलब पर्यटकीय क्षेत्रै भन्छ हैन घुम्ने ठाउँ भएको छ र अब यहाँ चाहिँ कस्तो कस्तो के छ म तपाईहरुलाई देखाउन गइरहेको छु। चरी उडी उडी आकाश छो भन्छ आकाश हेरेर अनि त के भन्दैछ खै कोन्नीले थाहा छैन। यहाँबाट दुईजना केटीहरू छन् यिनीहरू गइहाल्दा हुने। यस्तो बवाल छ केटा भ्यू चाहिँ हामी यहाँदेखि तल मुनिदेखि बादल सर आउँदैछ माथि चट्ट डाँडै डाँडा अनि यतापट्टि चाहिँ बादल माथि आइसकिसकेको छ अनि यतापट्टि चाहिँ फाल्टै एभ्री ठाउँमा फरक खालको सिन अनि यता परपट्टि सनसेट भइरहेको छ। तल चट्ट बादल आम्म मारेको छ यो भ्यूहरू त कसम। यतापट्टि चाहिँ हिरो भएर बसिरहेछ। शाहरुख खान मार दो एक बार मार्क। 5 बजिसकेछ घुमेको पनि थाहा भएन। यस्तो छ मौसम चाहिँ ओभर वाउ बब्बाल छ। वेदर प्लस भ्यू प्लस एभ्रिथिङ मिलेको। अनि अब चाहिँ हामी घर जान्छौँ। घर जानुभन्दा पनि अगाडि चाहिँ माथि के छ त्यो सब देखाउँदै जान्छौँ र धेरै लामो त हुँदैन होला ब्लग छोटै हुन्छ सो र पनि हेरिदिनु होला है सबजनाले। यस्तो छ है भ्यू चाहिँ तल्लोपट्टि आम्म के हो यो ठाउँै हो यो चाहिँ हाम्रो के अरे लभरेकुडी है। र यो मेरो ब्याकग्राउन्डमा देख्न सक्नुहुन्छ तपाईहरुले आम्म के साह्रो दामी देखेको। आज त लभरेकुडी यस्तो पर्फेक्ट टाइमिङमा आएछौँ आफ्टर लङ टाइम पछाडि। धेरै भयो म नआएको लगभग 10 वर्ष भन्दा पनि धेरै हो लभरेकुडी चाहिँ नआएको। यस्तो बवाल बनाइसकेछ क्या साँच्चीकै आम्मा। र अब चाहिँ बिस्तारै जान्छौँ के आउँछ त्यो सब देखाउँछौँ ल भन्दै। यस्तो छ है भ्यू चाहिँ आम्म के हो यो सिडी मार्ग उकालो चढ्दै वरिपरिको भ्यूहरू हेर्दै लाग्यो घरतिर लाग्यो। मार्गी लागेर शेष भयो बिरामीले र पनि घुम्दै फिर्दै हाम्रो प्यारो ठाउँ लभरेकुडी आइपुगिसकेको छौँ। यस्तो छ केटा हो हेर है। र सक्नुहुन्छ भने तपाईहरु पनि आउनु होला घुम्नु होला दसैँको टाइममा भन्न चाहन्छु म। र अब हामी लाग्देको र अहिले चाहिँ हामी फाइनल्ली मन्दिर प्रवेश गरिसकेको छौँ र साथी चाहिँ माथि हिँड्दैछ म चाहिँ तल थोरै हिँड्नु पर्दो रहेछ त्यो हाम्रो लभरेकुडी डाँडाबाट चाहिँ। र यहाँ चाहिँ मन्दिर क्षेत्र चाहिँ यस्तो रहेको छ। यहाँ चाहिँ हाम्रो महागुरु फाल्गुनन्द ज्यूको मन्दिर रहेको छ। यहाँ चाहिँ नयाँ के बनाउनु आँटेको है। यहाँ चाहिँ नयाँ केही कुराहरू बनाउनु हुँदै रहेछ। यो चाहिँ आफ्टर लङ टाइम पछाडि आउँदाखेरि चाहिँ यहाँ त त्यस्तो विधि चेन्ज त भएको छैन रहेछ तर पनि होला नि त केही नयाँ बनाउँदै गर्नुभएको त्यो चालिक होला। र यहाँ तपाईँहरू देख्न सक्नुहुन्छ
यस्तो दामी गरी बेगुनी फुल फुलाउनु भएको रहेछ कस्तो बबाल वाउ क्या यो मलाई चाहिँ सबैभन्दा बेस्ट कलर चाहिँ यो लाग्यो यो दिस वान रातो अनि सेकेन्ड वानमा चाहिँ कुन बेस्ट लाग्यो भने यो पनि वाउ नै छ यो पनि वाउ नै छ यो चाहिँ लास्ट चाहिँ कच्ची हुन्छ क्या यो फुल चाहिँ थोरै छोयो भने प्याट्ट 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 भाँचिन्छ यताबाट आइज न त र अब यताबाट चाहिँ यता घुम्दा घुम्दै 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 यता माथि माथि यहाँदेखि चढ्नु मिल्छ माथि घुम्दै 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 यस्तो दामी गरी फुलाउनु भएको रहेछ फुलहरू यहाँ माथि चाहिँ के को सालिकको भर्खर कन्स्ट्रक्सन भइराखेको रहेछ थाहा भएन चढ्दिउँ न त यो चाहिँ थाहा भएन मन्दिरै बनाउनु भएको होला यो चाहिँ हाम्रो मन्दिर हो है प्रख्यात नन्दनीय सबै यो चाहिँ सबै हाम्रो लभलीगुडीमा रहेको मन्दिरहरू है अब यो बजाउनु त पाइँदैन होला मन के अरे घन्टीहरू यस्तो बबाल 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 मन्दिरहरू यो त पहिला उबेला बनाएको होला कि बनाउनु त तर पनि स्टिल अहिले पनि रहिरहेको छ म आउँदाखेरि पनि पहिला आउँदाखेरि पनि थियो क्या यो मन्दिरहरू चाहिँ दोस्त बुझिनुहोस् र यहाँ चाहिँ हाम्रो महागुरु फाल्गु नन्दको शालिक रहेको छ यस्तो छ है तपाईँहरू त धेरैजना आइसक्नु भएको छ होला घुम्नलाई म पनि पहिला पनि आएको फेरि तर पनि फेरि अर्कोचोटि पनि आइसकेको छु कस्तो भयो भनेर हेर्नलाई कस्तो भइरहेछ साथी हाम्रो घुमे अनि यहाँ त यो त के हो यो बाटो त यो चाहिँ कन्स्ट्रक्सन हुँदै गरेको भएर होला यो बाटो चाहिँ ट्र्याक्टरले यस्तो बिगारेको रहेछ र अब चाहिँ हल्का सिनेमेटिक भिडियो बनाउँछु ल केटा हो घुम्ने ठाउँ त धेरै थियो तर पनि हामी समयको कम समय भएको कारणले गर्दाखेरि धेरै घुम्न पाइनौँ र आजको भ्लग यति भन्दैमा थोरै घुम्यौँ अब कस्तो छ कस्तो बन्छ भिडियो त्यो त थाहा भएन बाटोहरू चाहिँ यस्तो छ अब यहाँ हेरेर हिँड्नुपर्ने हुन्छ अब बाटोहरू यस्तो छ विकास हुँदैछ बिस्तारै रहेछ यता पनि साथी चाहिँ पर पुगिसक्यो म चाहिँ यता वर नै छु र अब घुम्ने टाइम त हामीसँग धेरै थिएन हामी यहाँ लगभग 4 बजीखेर आइपुगिसकेको थियौँ अनि 1 घन्टा जति घुम्यौँ र अब चाहिँ यति भन्दै हाम्रो सानो भ्लग यहीँ अन्त गर्न चाहन्छु किनभने अब यहाँदेखि अफरोड बाटो छ बाइकमा जानुपर्ने त्यसमाथि 2 जना छौँ साथी चाहिँ यहाँ पर बाइक भागमा पुगिसक्यो र अब यो हाम्रो सर्ट भ्लग चाहिँ म यहीँ अन्त्य गर्न चाहन्छु है केटा कस्तो लाग्छ डु लाइक सेयर सब्सक्राइब भन्दै बिदाई माग्न चाहन्छु यतिमै बाई बाई गुड नाइट र यो चाहिँ अन्तिम गेट रहेको छ हाम्रो र साथी यता हेर्न कस्तो लाग्यो त हाम्रो थोरै घुमाइ लभलीगुडीको भन्दै चाहिँ एकदम रमाइलो भयो हैन अब थोरै टाइम हुँदा पनि हामी चाहिँ आएर घुम्यौँ एकदम रमाइलो पिस र बादलहरू पनि एकदम के भन्ने अब पानी पनि परेन त्यति साह्रो पानी पनि परेन बादलहरू पुरा लागिरहेको थियो तर पनि हामीलाई रमाइलो हो एकदम बाटोहरू पनि अहिले बनाएको रहेछ हेर्न सक्नुहुन्छ तपाईँहरूले बाटोहरू पनि बनाएको छ तपाईँहरू 2 पाङ्ग्रे गाडीमा चाहिँ एकदमसँगले चाहिँ मजाले आएर घुम्न सक्नुहुन्छ एकदम राम्रो छ है यो चाहिँ फिल्मदेखि थोरै नजिकै पर्न आउँछ कति किलोमिटर होला लगभग 15-16 किलोमिटर होला 15-16 होला सायद किलोमिटर त्यो एक्ज्याक्टली चाहिँ थाहा भएन तर पनि एकदम राम्रो छ ठाउँ टाढा टाढाबाट आउनु हुनेहरूले चाहिँ अब यो ठाउँलाई चाहिँ अब हैन के भन्ने भन्दाखेरि
थाहा छैन नि त प्राय फिदिमको यहीँ अब बासिन्दाहरू यहीँ नजिकैहरूको लागि चाहिँ अब यो नयाँ नौलो भएन तर टाढोको लागि चाहिँ एकदम नौलो भएको छ हुनसक्छ हुनसक्छ होइन त्यही त्यति भएर भन्नु चाहिँ आउनु होला घुम्नु होला र एकदम इन्जोय गर्नु होला इन्जोय गर्नु होला